ल साथीहरू यहाँ ल अमेरिकामा चाहिँ यहाँ गमलामा है यो स्ट्रबेरी खोर्सानी ल यसरी फलेको छ पुरै ल आहा ल साथीहरू यहाँ बाबरी फुलको बोट भने जस्तै ल खोर्सानी त यसरी फलेको त है पुरै ओहो ल ल कस्तो खाले खोर्सानी हो यो त है अनि यहाँ गोलभेडा फल्न थालेछ गाइजहरू ल यहाँ फर्सीको बोट यहाँ त पाइसक्यो ल गाइजहरू गोलभेडा ल पुरै है पुरै भाँडामा ल फलिहाल्छ नि मिहिनेत गरेपछि त फल्ने रहेछ यहाँतिर उतासम्मै छ टमाटर यहाँ भेन्टा फुल आइसक्यो अब फल्दैछ भेन्टा पनि यहाँ लौकाको बोट फर्सी ओहो यो के हो पिँडालु हो के हो अनि त्यसपछि यहाँ त के हो सिमी रहेछ ल सिमी मकै पनि छ बिचमा ल साथीहरू यता त झन् पुरै सिमी खेती पो रहेछ त ल ल काँक्रो पनि रहेछ ल फुल आइसक्यो काँक्रो ल खोर्सानी ल हेर थरीको छ त खोर्सानी त ल यहाँ त के हो अर्कै खाले खोर्सानी यहीँ अकबरी खोर्सानी छ पुरै खोर्सानी ल कति खोर्सानी त ल साथीहरू ल अमेरिकामा पनि नेपालमा जस्तै ल पुरै खेती गरेका छन् हाम्रो दाइ दिदीले आमा कर्कलो ल कर्कल त यस्तो भाँडामा छ त फेरि साथीहरू के हो यहाँ फेरि फर्सी आमा काउली पनि छ खोर्सानी त पुरै भाँडा छ त उतासम्मै ल आमा पुरै खोर्सानीको त पुरै अकबरी खोर्सानी त ल गाइजहरू खोर्सानी त यो राम्रै फल्ला जस्तो छ त पुरै उतासम्मै रहेछ पुरै भाँडामा ल गाइजहरू यहाँ प्याज सुकिसकेको रहेछ यहाँ फर्सी छ अनि के रहेछ अरू काँक्रो बरेला पुरै लहर ल चिचिन्डो पनि रहेछ गाइजहरू नेपालभन्दा कम छैन यहाँ पनि ल लायो भने फल्ने रहेछ ल गाइजहरू ल पुरै लहर हो सर लौका बोट पनि रहेछ यहाँ होइन फर्सीको मुन्टो खाने बेला हुँदै छ गाइजहरू करेला त फुल फलिसक्यो धनियाँको लागिसकेको छ धनियाँको पुरै लागिसकेको छ हजुर सर ल गाइजहरू ल यस्तो छ है ल आजको भिडियो यति नै अर्को यो खोर्सानी चाहिँ फलिसकेपछि अर्को भिडियो बनाउँछ है गाइजहरू ल मकै बारी सिमी बारी